आज चाहिँ हाम्रो तल लप्सिङ भान्जाको चाहिँ छोरोको नर्जिङको चाहिँ छेउ रहेको छ। त्यसको लागि चाहिँ भात पकाउने भाँडा चाहिँ लिएर चाहिँ अहिले झरिरहेको अवस्था हो। भाँडाकुँडा चाहिँ अपुग भएर चाहिँ अहिले मैले टक्कसँगले डोकोमा चाहिँ बोकेर झर्नुपर्ने अवस्था भइरहेछ। काँडमा पनि बोक्नु नसकिने छ यो झ्यागा। फेरि अर्को कुरो भनेको कालै कालोहरू छ, फेरि यो सेतो लुगा लगाएको माथि, त्यो भएर चाहिँ मैले डोकोमै बोक्नुपर्ने अवस्था चाहिँ भयो। ल अब भने मैले चाहिँ डोकोमा टक्कसँगले दामी तरिकाले लिएर चाहिँ झरिरहेको अवस्था चाहिँ भइरहेको छ। ल साथीहरू, यो भिडियो मन परेमा सक्दो सेयर पनि गर्नु होला। रुक्कै बनाइहाल्यो नि। यति गरेन भनेदेखि त ल अहिलेसम्म फेरि बाटो यस्तो अप्ठ्यारो छ। अहिले चाहिँ रोड छोडेर चाहिँ म टक्कै कच्ची बाटो हिँडिरहेको छु है। नाति कता हो? कता उता? कहाँ हिँडेको नाति? किन छ्योर खानु हो? लु लु कतिखेर जानु त? भरै आमा कता गयो हौ? ल नाति आऊ है। ओ माइली हिँडेको तल त हो र? ओ खोइ ओ नाति, प्रजल नाति, ओ प्रजल नाति, प्रजल नाति, कान नसुन्ने भयो। मेरा यो झ्यागा पकाइ डर भइरहेछ है। ए नाति ल ल ल लु दुई भाइ झरौँ न। आएको हो? ए लु लु आऊ आऊ है। बाबुन बाजेलाई माथि बोलाऊ। रोड भएर के गर्ने गाँठी आफू र डोकोमा।